नमस्ते अनि हार्दिक स्वागत छ क्रिएटर श्रेष्ठ युट्युब च्यानलमा। आज फेरि पनि तपाईहरुको माझमा नयाँ प्रश्न उत्तर सहित भिडियो लिएर आएका छौं। भिडियो अन्तिमसम्म हेर्न नभुल्नु होला। यदि तपाई नयाँ हुनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आजको भिडियो विशेष गरेर भेटनरी लोकसेवा आयोग दिन गइरहेका साथीहरु चौथो तथा पाँचौं तहको लागि रहेको छ। आज 1 देखि 50 वटा क्वेशन रहेका छन् र ती क्वेशनहरुमा तपाईहरुले पनि कतिवटा मिलाउन सक्नुहुन्छ जाँच गर्नु होला। ढिलो नगरिकन आजका क्वेशनहरु सुरु गरौं। क्वेशन नम्बर 1 मा रहेको छ, हाल नेपालमा विकास योजना तथा कार्यक्रमको तर्जुमा वा छनौट कसरी हुने गरेको छ? ए टप टु बटम, बी बटम टु टप, सी भर्टिकल, डी अल अफ द अबव। यसको सही उत्तर रहेको छ बी नम्बर, बी बटम टु टप। त्यसैगरी 2 नम्बर क्वेशन रहेको छ, नेपालमा राष्ट्रिय स्तरको आर्थिक योजना निर्माण गर्ने केन्द्रीय निकाय राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुन्? ए प्रधानमन्त्री, बी राष्ट्रपति, बी सभामुख, डी अर्थमन्त्री। यसको सही उत्तर रहेको छ ए प्रधानमन्त्री। त्यसैगरी 3 नम्बर क्वेशन रहेको छ, नेपालमा संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले आफ्नो वार्षिक बजेट कहिले घोषणा गर्दछ? ए वैशाख 15, बी जेठ 15, सी असार 15, डी असार मसान्त। यसको सही उत्तर रहेको छ बी जेठ 15। त्यसैगरी 4 नम्बर क्वेशन रहेको छ, संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आफ्नो वार्षिक बजेट कहिले घोषणा गर्दछ? ए वैशाख 15, बी जेठ 15, सी असार 1, डी असार 10। यसको सही उत्तर रहेको छ सी असार 1। त्यसैगरी 5 नम्बर क्वेशन रहेको छ, संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले आफ्नो वार्षिक बजेट कहिले घोषणा गर्दछ? ए वैशाख 15, बी जेठ 15, सी असार 1, डी असार 10। यसको सही उत्तर रहेको छ डी असार 10। त्यसैगरी 6 नम्बर क्वेशन रहेको छ, स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम सभा समक्ष कसले प्रस्तुत गर्दछ? ए अध्यक्ष वा प्रमुख, बी उपाध्यक्ष वा उपप्रमुख, सी प्रमुख प्रशासकीय अधिकृत, डी लेखा अधिकृत। यसको सही उत्तर रहेको छ बी उपाध्यक्ष वा उपप्रमुख। त्यसैगरी 7 नम्बर क्वेशन रहेको छ, स्थानीय तहमा गठन हुने विषयगत समिति मध्ये कृषि र पशु कुन समितिको कार्यक्षेत्रमा पर्दछ? ए भौतिक पूर्वाधार विकास समिति, बी सामाजिक विकास समिति, सी आर्थिक विकास समिति, डी सुशासन समिति। यसको सही उत्तर रहेको छ सी आर्थिक विकास समिति। त्यसैगरी 8 नम्बर क्वेशन रहेको छ, कार्यक्रम तर्जुमा गर्दा के को आधारमा गरिन्छ? ए नेपालको संविधान, बी संघ प्रदेश र स्थानीय तहको आर्थिक सामाजिक लगायतका वस्तुस्थिति विश्लेषणबाट देखाएका विषयहरू, सी दीर्घकालीन स्रोत सहितको 15 राष्ट्रिय योजना तथा सम्बन्धित प्रदेश र स्थानीय तहको पञ्चवर्षीय तथा आर्थिक योजना, डी माथिका सबै। यसको सही आन्सर रहेको छ डी माथिका सबै। 9 नम्बर क्वेशन रहेको छ, नेपालमा सर्वप्रथम योजना आयोगको स्थापना कति सालमा भएको हो? ए विक्रम 2010, बी विक्रम 2011, सी विक्रम 2012, डी विक्रम 2013। यसको सही उत्तर रहेको छ डी विक्रम 2013। त्यसैगरी 10 नम्बर क्वेशन रहेको छ, स्थानीय तहको बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक को हुन्छ? ए अध्यक्ष वा प्रमुख, बी उपाध्यक्ष वा उपप्रमुख, सी प्रमुख प्रशासकीय अधिकृत, डी लेखा अधिकृत। यसको सही उत्तर रहेको छ बी उपाध्यक्ष वा उपप्रमुख। त्यसैगरी 11 नम्बर क्वेशन रहेको छ, कार्यक्रम तर्जुमा किन गरिन्छ? ए स्रोत साधनको खेर जानबाट जोगाउन, बी कार्यक्रमलाई सही दिशा दिन, सी कार्यलाई निरन्तरता दिन, डी माथिका सबै। यसको सही उत्तर रहेको छ डी माथिका सबै। त्यसैगरी 12 नम्बर क्वेशन रहेको छ, पशुजन्य पदार्थ उत्पादन तथा कृषि बाली कटानीदेखि उपभोक्ताको हातसम्म नपुगेसम्म बीचको अवधि के हो? ए खेतीबाली कार्य, बी उत्पादन कार्य, सी बजार कार्य, डी माथिका सबै। यसको सही उत्तर रहेको छ सी बजार कार्य। त्यसैगरी 13 नम्बर क्वेशन रहेको छ, कृषि बजारलाई उत्पादन प्रक्रियाको कुन बिन्दु मानिन्छ? ए प्रस्थान बिन्दु, बी मध्य बिन्दु, सी अन्तिम बिन्दु, डी कुनै पनि होइन। यसको सही उत्तर रहेको छ सी अन्तिम बिन्दु। त्यसैगरी 14 नम्बर क्वेशन रहेको छ, स्थानीय स्तरमा निश्चित मिति, समय र स्थानमा सञ्चालन हुने बजार कुन हो? ए थोक बजार, बी खुद्रा बजार, सी सतही बजार, डी हाट बजार। यसको सही उत्तर रहेको छ डी हाट बजार। त्यसैगरी 15 नम्बर क्वेशन रहेको छ, विश्वभर हुने सम्पूर्ण वस्तु तथा सेवाको व्यापार सम्बन्धी नीतिगत रूपमा कार्य गर्ने निकाय कुन हो? ए डब्लुटिओ, बी डब्लुएचओ, सी एफईओ, डी डब्लुओएच। यसको सही उत्तर रहेको छ ए डब्लुटिओ।
त्यसैगरी 16 नम्बर क्वेशन रहेको छ विश्व व्यापार संगठन WTO को स्थापना कहिले भएको? ए सन् 1994 जनवरी 1, बी सन् 1995 जनवरी 1, सी सन् 1996 जनवरी 1, डी सन् 1997 जनवरी 1। यसको सही उत्तर रहेको छ बी सन् 1995 जनवरी 1। त्यसैगरी 17 नम्बर क्वेशन रहेको छ विश्व व्यापार संगठन WTO को हाल कति सदस्य राष्ट्र छन्? ए 161, बी 162, सी 163, डी 164। यसको सही उत्तर रहेको छ डी 164। त्यसैगरी 98 नम्बर क्वेशन रहेको छ नेपालको सन् 2004 अप्रिल 23, 2061 वैशाख 11 मा विश्व व्यापार संगठन WTO को सदस्य लिँदा कतिऔं सदस्य भयो? ए 145, बी 146, सी 147, डी 148। यसको सही उत्तर रहेको छ सी 147। 19 नम्बर क्वेशन विश्व व्यापार संगठन WTO को मुख्यालय कहाँ रहेको छ? ए स्विट्जरल्यान्ड जेनेभा, बी फ्रान्स पेरिस, सी इटली रोम, डी बेलायत लन्डन। यसको सही उत्तर रहेको छ ए स्विट्जरल्यान्ड जेनेभा। त्यसैगरी 20 नम्बर क्वेशन रहेको छ विश्व व्यापार संगठन WTO को उद्देश्य के हो? ए अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी नियमलाई पारदर्शी बनाउने, बी वस्तु र सेवाको उत्पादन र व्यापारीलाई सहयोग गर्ने, सी विश्वभरिको आर्थिक अवस्था मजबुत पार्नु र व्यापार लगानी रोजगार र आयको वृद्धि गर्ने, डी माथिका सबै। यसको सही उत्तर रहेको छ डी माथिका सबै। 21 नम्बर क्वेशन नेपाल सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि कति सालमा ल्याएको हो? ए विक्रमसम्म 2074, बी विक्रमसम्म 2075, सी विक्रमसम्म 2076, डी विक्रमसम्म 2077। यसको सही उत्तर रहेको छ बी विक्रमसम्म 2075। त्यसैगरी 22 नम्बर क्वेशन नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कति प्रकारका कर्जामा दिने रहेको छ? ए 1, बी 4, सी 7, डी 10। यसको सही उत्तर रहेको छ डी 10। 23 नम्बर क्वेशन रहेको छ व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ऋणको अधिकतम सीमा कति रहेको छ? ए 5 करोड, बी 7 करोड, सी 10 करोड, डी 15 करोड। यसको सही उत्तर रहेको छ ए 5 करोड। 24 नम्बर क्वेशन व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ऋणको अधिकतम सीमा कति भन्दा बढी भएमा तलका मध्ये कसको स्वीकृति आवश्यक छ? ए नेपाल राष्ट्र बैंक, बी कर्जा ऋण प्रदान गर्ने बैंक, सी स्थानीय तह, डी केन्द्रीय समन्वय तथा अनुगमन समिति। यसको सही उत्तर रहेको छ डी केन्द्रीय समन्वय तथा अनुगमन समिति। 25 नम्बर क्वेशन व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ऋणको ब्याज अनुदान अवधि कति वर्षको हुने गर्दछ? ए 3 वर्ष, बी 5 वर्ष, सी 7 वर्ष, डी 10 वर्ष। यसको सही उत्तर रहेको छ बी 5 वर्ष। त्यसैगरी 26 नम्बर 5 करोडसम्मको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ऋणमा कति प्रतिशत ब्याज अनुदान लिने व्यवस्था रहेको छ? ए 2%, बी 4%, सी 5%, डी 6%। यसको सही उत्तर रहेको छ सी 5%। त्यसैगरी 27 नम्बर क्वेशन 5 करोड भन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा कति प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ? ए 2%, बी 4%, सी 5%, डी 6%। यसको सही उत्तर रहेको छ ए 2%। 28 नम्बर क्वेशन रहेको छ व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ऋणको ब्याज अनुदान रकम कुन निकायले उपलब्ध गराउँदछ? ए कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बी अर्थ मन्त्रालय, सी गरिबी निवारण मन्त्रालय, डी माथिका सबै। यसको सही उत्तर रहेको छ बी अर्थ मन्त्रालय। त्यसैगरी 29 नम्बर क्वेशन रहेको छ सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम गठन केन्द्रीय निर्देशन समितिको संयोजक को हुन्? ए सचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बी सचिव अर्थ मन्त्रालय, डेपुटी गभर्नर नेपाल राष्ट्र बैंक, डी कार्यकारी अधिकृत नेपाल राष्ट्र बैंक। यसको सही उत्तर रहेको छ बी सचिव अर्थ मन्त्रालय। 30 नम्बर क्वेशन सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि 2075 बमोजिम गठित केन्द्रीय समन्वय तथा अनुगमन समितिको संयोजक को हुन्? ए सचिव कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बी सचिव अर्थ मन्त्रालय, सी डेपुटी गभर्नर नेपाल राष्ट्र बैंक, डी कार्यकारी अधिकृत नेपाल राष्ट्र बैंक। यसको सही उत्तर रहेको छ सी डेपुटी गभर्नर नेपाल राष्ट्र बैंक। त्यसैगरी 31 नम्बर क्वेशन रहेको छ नेपालमा हाल कार्यान्वयनमा रहेको कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशक 2079 कहिलेदेखि लागू भएको हो? ए विक्रमसम्म 2076 साउन 1, बी विक्रमसम्म 2077 साउन 1, सी विक्रमसम्म 2078 साउन 1, डी विक्रमसम्म 2079 साउन 1। यसको सही उत्तर रहेको छ डी विक्रमसम्म 2079 साउन 1 गते। त्यसैगरी 32 नम्बर क्वेशन रहेको छ दिएका मध्ये कुन अवस्था भएमा बीमाले
बीमाले रद्द गर्न सक्नुहुन्छ। बीमा गरेको वस्तुलाई उचित स्याहार नगरी लापरवाही गरेको पाइएमा। डी बीमा गरेको वस्तु त्याग गरेमा। सी बीमालेखको शर्त उल्लङ्घन गरेमा। डी माथिका सबै। यसको सही उत्तर रहेको छ डी माथिका सबै। त्यसैगरी 33 नम्बर क्वेशन रहेको छ कृषि पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताले यस्तो बीमा गराए बापत बीमा शुल्कको कति प्रतिशत कमिसन प्राप्त गर्दछ? ए 5%, बी 10%, सी 15%, डी 20%। यसको सही उत्तर रहेको छ बी 10%। 34 नम्बर क्वेशन रहेको छ कृषि पशुपन्छी तथा जडीबुटी बीमा अन्तर्गत बीमाङ्क रकम रु 5 लाख सम्मको क्षति मूल्याङ्कन जिम्मा गर्ने संस्था आफैले गर्दछ भने सो भन्दा माथि भएमा क्षति मूल्याङ्कन कसले गर्दछ? ए बीमा अभिकर्ता, बी प्रहरी कार्यालय, सी क्षतिपूर्ति मूल्याङ्कनकर्ता, डी सीमित आफैले। यसको सही उत्तर रहेको छ सी क्षतिपूर्ति मूल्याङ्कनकर्ता। त्यसैगरी 35 नम्बर क्वेशन रहेको छ कृषि पशुपन्छी तथा जडीबुटी बीमा क्षति मूल्याङ्कनकर्ताले आफूलाई क्षति मूल्याङ्कन गर्न घटाएको कति दिनभित्र क्षति मूल्याङ्कन प्रतिवेदन तयार गरी बीमा समक्ष पेश गर्नुपर्दछ? ए 10 दिन, बी 15 दिन, बी सी 20 दिन, डी 25 दिन। यसको सही उत्तर रहेको छ बी 15 दिन। 36 नम्बर क्वेशन कृषि पशुपन्छी तथा जडीबुटी बीमा गरिएको वस्तुको स्वामित्व हस्तान्तरण भएपछि नामसारीका लागि बीमा समक्ष कति दिनभित्र जानकारी गराउनुपर्दछ? ए 10 दिन, बी 20 दिन, सी 30 दिन, डी 40 दिन। यसको सही उत्तर रहेको छ सी 30 दिन। त्यसैगरी 37 नम्बर क्वेशन रहेको छ कृषि पशुपन्छी तथा जडीबुटी बीमा गरिएको वस्तुको स्वामित्व हस्तान्तरण भएपछि नामसारीका लागि बीमितले जानकारी गराएको कति दिनभित्र बीमाकले निशुल्क बीमा लेखको नामसारी लिनुपर्दछ? ए 10 दिन, बी 15 दिन, सी 20 दिन, डी 25 दिन। यसको सही उत्तर रहेको छ बी 15 दिन। त्यसैगरी 38 नम्बर क्वेशन कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्नका लागि बीमा समितिले कार्य विभाजन गरी कतिवटा बीमा कम्पनीलाई तोकेको छ? ए 5, बी 10, सी 15, डी 20। यसको सही उत्तर रहेको छ डी 20 वटा। त्यसैगरी 39 नम्बर क्वेशन पशुधन बीमा गर्दा बीमाको रकमको कति प्रतिशत शुल्क लाग्दछ? ए 5%, बी 10%, सी 15%, डी 20%। यसको सही उत्तर रहेको छ ए 5%। 40 नम्बर क्वेशन रहेको छ वार्षिक रूपमा एक वर्षको पन्छी बीमा गर्दा बीमाको रकमको कति प्रतिशत शुल्क लाग्दछ? ए 1.25%, बी 2%, सी 5%, डी 7%। यसको सही उत्तर रहेको छ सी 5%। 41 नम्बर क्वेशन रहेको छ प्रति ब्याज वा लटनको हकमा पन्छी बीमा गर्दा बीमाको रकमको कति प्रतिशत शुल्क लाग्दछ? ए 1.25%, बी 2%, सी 5%, डी 7%। सही उत्तर रहेको छ ए 1.25%। 22 नम्बर क्वेशन रहेको छ मत्स्य बीमा गर्दा बीमाको रकमको कति प्रतिशत शुल्क लाग्दछ? ए 1.25%, बी 2%, सी 5%, डी 7%। यसको सही उत्तर रहेको छ बी 2%। त्यसैगरी 43 नम्बर क्वेशन रहेको छ मत्स्य पालनका लागि तयार गरिएको पोखरी वा रेसवेको बीमा गर्दा बीमाङ रकमको कति प्रतिशत शुल्क लाग्दछ? ए 1%, बी 2%, सी 3%, डी 5%। यसको सही उत्तर रहेको छ ए 1%। त्यसैगरी 44 नम्बर क्वेशन रहेको छ विशेष सघन प्रविधि अनुसार माछा पालन गरेको अवस्थामा मत्स्य बीमा गर्दा बीमाङ शुल्कमा कति प्रतिशत छुट छ? ए 5%, बी 10%, सी 15%, डी 20%। यसको सही उत्तर रहेको छ बी 10%। 45 नम्बर क्वेशन बीमा गरिएको पशुधनको मूल्य भएमा बीमाको रकमको कति प्रतिशत क्षतिपूर्ति प्राप्त हुन्छ? ए 50%, बी 70%, सी 80%, डी 90%। यसको सही उत्तर रहेको छ डी 90%। 46 नम्बर क्वेशन रहेको छ बीमा गरिएको पशुधनको पूर्ण स्थायी रूपमा अशक्त भएका बीमाको रकमको कति प्रतिशत क्षतिपूर्ति प्राप्त गर्दछ? ए 50%, बी 70%, सी 80%, डी 90%। यसको सही उत्तर रहेको छ ए 50%। 47 नम्बर क्वेशन रहेको छ बीमा गरिएको दुना गाई भैँसीलाई पूर्ण स्थायी रूपमा थुनेलो भएमा बीमाको रकमको कति प्रतिशत क्षतिपूर्ति प्राप्त हुन्छ? ए 20%, बी 30%, सी 50%, डी 90%। यसको सही उत्तर रहेको छ बी 30%। 48 नम्बर क्वेशन रहेको छ बीमा गरिएको दूध परियोजनाका लागि पालिएका बाख्रालाई दुवै थुन खराब वा दुवै अनुत्पादन भएमा बीमाको रकमको कति प्रतिशत क्षतिपूर्ति हुन्छ? ए 20%, बी 30%, सी 50%, डी 90%। यसको सही उत्तर रहेको छ सी 50%।
त्यसैगरी 49 क्वेशन रहेको छ बिमा गरिएको दुग्ध परियोजनाका लागि पालिएको बाख्रामा एक थुन खराब भए त्यसबाट दूध उत्पादन नभएमा बिमाको रकमको कति प्रतिशत क्षतिपूर्ति हुन्छ? ए 20%, बी 25%, सी 30%, डी 50%। यसको सही उत्तर रहेको छ बी 25%। 50 नम्बर क्वेशन रहेको छ बाख्राको संशोधित बिमाले कुन मितिमा जारी भएको हो? ए विक्रम 2076 5/28, बी विक्रम 2077 5/28, सी विक्रम 2078 5/28, डी विक्रम 2079 5/28। यसको सही उत्तर रहेको छ डी विक्रम 2079 5 महिना 28। भिडियो अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट गर्नुभएकोमा धेरै धेरै धन्यवाद। त्यही क्वेशनहरू लिएर फेरि पनि उपस्थित हुनेछौँ। तपाईहरुको साथ सपोर्ट सहयोगको अपेक्षा गर्दै तपाईहरुलाई कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। अहिलेको लागि हस्त, धन्यवाद, नमस्कार।